तपाईँको अन्दाजमा चाहिँ जब कि नयाँ अनुहारहरू पार्टीमा नयाँ नयाँ पार्टीहरू खोलेर आइरहेका छन् है, पुरानो र अहिले नयाँमा चाहिँ तपाईँले के अन्तर पाउनुभयो? पुरानो र नयाँको अन्तरमा त त्यति साह्रै मैले सोच्ने मौकै पाएको छैन कि, किनकि छोटो समय भनौँ या लङ समय भनौँ मैले बाहिरतिरै बिताएँ। नेपालमा आइसकेपछि पुरानो र नयाँमा छुट्याउँदाखेरि पुरानोको पार्टीले चाहिँ अब भनौँ न अब एजेन्टकै हिसाबले जाँदाखेरि उनीहरूले अब जिम्मेवारी वर्णन गरेर राम्रै तरिकाले चलाएको थियो होला भन्ने चाहिँ लाग्छ। तर अहिले यसपालि चाहिँ नयाँ पार्टीमा रवि अनि बालेन, हर्क तामाङजी, अब उहाँजी अनि यो हर्क सम्बन्धी हजुर, अनि प्लस पोइन्ट फेरि गएर यो हाम्रो यो दूरसञ्चारबाट यो उसबाट कुर्मान घिसी, अब यिनी पार्टीमा अहिले चाहिँ आबद्ध भएर चुनावमा उठ्दै गर्दाखेरि मेरो विचार लाग्छ अब नेपाल राम्रै बन्छ कि बनाउँछन् कि भन्ने आशा त छ। पारी रोड चाहिँ बुङ बुङ धुलो उड्दै हिँडेको रोड आज पनि त्यही धुलो उडेको होइन, कता पेज हुन्छ तर त्यो पेज 2 महिनापछि भत्किन्छ होइन, एउटा कुरा। तर अहिलेको नयाँहरूले अब फेरि 10 वर्षमा या 5 वर्षमा चाहिँ म पुरा गर्छु, विकास गर्छु भन्ने कुरा पनि गरेका छन्। त्यसमा तपाईँको विश्वास चाहिँ कति लाग्छ त्यसमाथि? मलाई त यस्तो लाग्छ सर, राजनीतिको पट्टिबाट हामी साँच्चीकै कुरा गर्न पुगिरहेका छौँ। मजाले हामी आज बसेर राजनीतिकै विषयबाट कुरा गर्न भइहाल्छ, ठिकै छ। तपाईँ चाहिँ पछितिर जानुभएको छ कि छैन? आजभन्दा कार्यकाल सम्हाल्दै गर्दाखेरि हाम्रा केपी ओली अनि अब प्रचण्डहरू यिनीहरू अनेक पार्टीहरूमा आएर आबद्ध भएर गर्दै गर्दाखेरि तपाईँ पश्चिमतिर जानुभएको छ कि नै? अहिले बुटोलबाट आउँदै गर्दाखेरि नारायणघाट सडकको बाटोको दुर्गति देख्ने भने बुटोलबाट काठमाडौँ आउँदै गर्दाखेरि यात्रामा 2 दिनसम्म बासा बसेर आउने परिस्थिति छ होइन। अब मै अस्ति स्वयं 24 घण्टा बाटोमा जाममा परेर आएको छु। अब त हेर्नुहोस् 5 वर्षको अन्तर्कालमा बाटो बनेर अब त्यसलाई जिम्मा दिने, सरकारलाई जिम्मा दिने भनिएको छ। 5 वर्ष होइन, अब म ओमन जानुभन्दा अगाडिबाटै स्टार्ट भएको थियो। ओमन त्यत्रो वर्ष बसेर दुबई त्यत्रो लङ टाइम बसेर यसरी आउँदाखेरि अहिले जेको त्यही छ, कम छैन डबल छ भनेपछि आखिर यो कार्य जसले सम्हाले पनि लास्टमा गर्ने कसैले होइन, कुर्सीमा चुम्बक छ क्या सर। त्यो ठाउँमा नपुग्दासम्म सबले गर्छु भन्छन् होइन, पार्टीमा नपुग्दासम्म र पार्टीको कुर्सी नसम्हाल्दासम्म सबैले गरे। जब जो पार्टीको कुर्सीसम्म गएर पुगिसकेपछि त्यहाँनिर यस्तो खालको जादु छ कि सर, कसैले काहीँ हेर्ने फुर्सद हुँदैन। कहाँको गरिबी जत्ता पर्यो, कहाँको होइन, कहाँको सडक बिग्रियो, कहाँको घर बिग्रियो, कहाँको छोराछोरीले जागिर पाएन। अब डिग्री हासिल गरेर मेरै छोराछोरी, हाम्रै दाजुभाइ जेठाजुहरूका छोराछोरीले डिग्री हासिल गरेर हातमा सर्टिफिकेट लिएर बस्दाखेरि विदेशको यात्रा अहिले एयरपोर्ट गएर 10 मिनट बस्न सकिँदैन सर। नेपाली भन्ने कुरा सबै खेलुप्पै विदेशतिरै छ क्या। तर कुन पार्टीमा कुन आएर राम्रो गर्छन् भन्ने कुरा यो डिसाइड गर्न चाहिँ सकेको छैन क्या सर मैले। एकदम त्यो त सबैलाई लागेको विषय नै हो, एकदम कन्फ्युज। अहिलेको अवस्था हेर्ने हो भने कन्फ्युज भन्दा पनि जनता चाहिँ कन्फ्युज भनौँ, किनभने जब कि 35 वर्षसम्म चलाएर आएको पुरानो पार्टी है, जब र आफ्नो के सानो के एउटा के व्यवसाय पनि आँटिरहनु भएको छ, त्यो अहिले नाम होइन त्यो खोलिसकेपछि अब के गर्नुहुन्छ, कसो गर्नुहुन्छ, के व्यवसाय गराउनुहुन्छ त्यो पछि खोलौँला है। र यतिखेर चाहिँ मसँग नेपालबाट जोडिनु भएको छ वन्दना भट्टराई अर्थात् निशा भट्टराई। उहाँ विगतका दिनहरू, विगतका वर्षदेखि चाहिँ उहाँ विदेशमा बसेर जानुभएको थियो, यतिखेर छुट्टीमा जानुभएको छ र उहाँले यतिखेर नेपालको वातावरण के कस्तो बुझ्नुभएको छ। राजनीतिकरण अहिले नेपालमा निकै चलिरहेको छ, चुनावको प्रचार यताउता भइरहेको छ, तर कुन पार्टी जित्छ, कस्तो पार्टी, अहिले पुरानो पार्टीहरू पनि एकजुट भएका छौँस्। अब आज चाहिँ हामी यतिखेर निशा भट्टराई अर्थात् वन्दना भट्टराईसँग चाहिँ के छोटो मिठो कुराकानी गर्न गइरहेको छ। मलाई चाहिँ यस टाइम दुईटै नामले चाहिँ चिन्नुहुन्छ प्रायः जसो मेरो दर्शकहरूले है। टिकटकबाट चिन्ने गर्दाखेरि चाहिँ निशा भट्टराई नै भनेर चिन्ने गर्नुभएको छ, अनि नर्मली चिन्ने गर्दा वन्दना भट्टराई भनेर चिन्ने गर्नुभएको छ। यस्तै छ सर। अनि हजुरको सुनाइरहेको छ? हजुर मेरो एकदम ठिक छ, सबै ठिक छ। अनि जब कि तपाईँ त पहिला त विदेशमा बस्नु भएको थियो लामो समयदेखि होइन, आफ्नो
जन्मभूमि छोडेर कर्मभूमितिर आउनुभयो, कर्म गर्नुभयो आफ्नो लागि, आफ्नो शरीरको लागि, र अहिले अर्थात् तपाईँ अहिले चाहिँ नेपालमा हुनुहुन्छ र विदेशमा बस्नुभयो, राजनीतिकरण तपाईँले निकै बुझ्नुभयो, विदेशमा बसेर सुन्नुभयो, हेर्नुभयो, बुझ्नुभयो, तर यतिखेर तपाईँ नेपालमा हुनुहुन्छ, प्रत्यक्ष देख्नुभएको छ। तपाईँले बुझाइ र अनि हेराइमा चाहिँ के अन्तर भएको छ, नयाँ र पुरानोमा केही हामीलाई चाहिँ छोटो व्याख्या गरिदिनुहुन्छ कि? यस्तो छ सर, अहिले राजनीतिको तर्फबाट जाँदाखेरि चाहिँ त्यति साह्रै चाहिँ म जिज्ञासा राख्न त चाहेको छैन। हजुरले प्रस्ताव राखिदिएको खण्डमा म चाहिँ अहिले कहिले बुटल र कहिले काठमाडौँको यात्राको क्रममा हिँड्दै गर्दाखेरि कतिपय साथीभाइहरूसँग कतिपय आफ्नो आँखाले देखेका कुराहरू, कतिपय आफूले पनि न्युजहरू हेरेर जानकारी हासिल गरेको हुनाले चाहिँ राजनीतिको माहौल चाहिँ अत्यन्तै अगाडि बढेको छ। सायद सुनाइमा पनि आएको छ कि चुनाव हुँदैन कि भन्ने जस्तो पनि। भनेपछि हाम्रो देश बनाउने कसले त? यिनी जति पार्टी आएर चुनाव गराएर हामीले जति हामीले कुर्सीमा लडेर राखिदिन्छौँ नि जसलाई पनि, हाम्रो विदेश जानदेखि पनि कम हुँदैन सर। सडक पनि बन्दैन, हाम्रो घर देश पनि बन्दैन, कसैले रोजगार पनि पाउँदैन। त्यसर्थ मलाई लाग्छ पार्टीमा जुनै नेता आए पनि उयो, तर एउटा न एउटालाई त चुन्नु पर्छ। फेरि त्यसलाई कुर्नलाई, त्यो कुर्सी कुर्नलाई त अब एउटा न एउटालाई चुन्नु पर्छ। तर मलाई मेरो विचारमा लाग्छ, मलाई रवि पनि ठिक लाग्दैन पार्टीमा, बालेन पनि मलाई अलि एउटा ठिक लाग्दैन। होइन, गर्न सक्छ भने कुनमान घिसिले गर्न सक्छन् कि जस्तो मलाई लाग्छ। उहाँले आजसम्म सत्तामा चुनाव जितेर आउँदै गर्दाखेरि कर्मचारीका स्यालेरी बढाउनेदेखि लिएर गएर लोड सेडिङदेखि लिएर हरेक कुरामा भने तपाईँलाई उहाँले जबदेखि लोड सेडिङ अन्त्य गर्नुभयो उहाँप्रति चाहिँ उहाँले चाहिँ गर्नुहुन्छ यो नि आश पलाएको छ, गर्नु भएको पनि छ, गर्नुहुन्छ भने मलाई ग्यारेन्टी लाग्छ यो कुरामा। यो सबैको आफ्नो धारणा हो एकदम। यो अहिलेको हिसाबमा चाहिने चाहिँ अब भन्छ तपाईँले कुलमान घिसिङ नाइरोड भयो, मलाई एकदमै मन पर्ने। पार्टीमा उठेर भनौँ न एउटा कार्य सम्हाल्नको लागि उहाँ नै युक्त हुनुहुन्छ कि जस्तो मलाई लाग्छ। हजुर हजुर हजुर, हजुरको विचार सुनौ। होइन म त यस्तो हो, म त मेरो विचार त भन्न मिल्दैन। म त सबै नागरिकहरूको चाहिँ सबै यहाँ हामी कहाँ प्रश्न गराउने र प्रश्न उठाउनेको बिचमा चाहिँ हामीले चाहिँ सोध्ने विषय हो यो। तपाईँसित कुरा गर्दै गर्दा मलाई एउटा प्रश्न राख्न मन लाग्यो क्या। हजुरसँग कुरा गर्दै गर्दा एउटा मेरो दिमागमा आइसकेको कुरा म भन्छु कि हामीले चाहिँ बालेनलाई पनि नराम्रो भन्नु खोजेको होइन। उसले आफ्नो एरिया, आफ्नो भ्याली हरेक कुराहरूलाई सम्हाल्दै आएको कुरा छ। उपनगरपालिका एउटा जिल्लाको हुन्छ र उहाँले आफ्नो जिल्लालाई चाहिँ सदुपयोग गर्नु भएको छ, आफ्नो एरियालाई, आफ्नो जिल्लालाई सदुपयोग गर्नु भएको छ। यसलाई पनि म मान्छु। रविले गर्दै आएका काममा पनि मैले सुरुमा रविले गरेका काम मलाई अत्यन्तै मन पर्थ्यो। फेरि किन भनेपछि उहाँ जब के एउटा सिधा कुरा जनतासँग जसले कार्यक्रम चलाउनुहुन्थ्यो त्यति बेलासम्म रवि वाइ वाइ हुनुहुन्थ्यो, सबैको मनमुटुमा बसिदिनु भएको थियो। किनकि पिछडिएका र छोडिएका र दुःख पाएकालाई उद्धार गर्नुभएको थियो। जब उहाँ सत्तामा पार्टीमा र चुनावमा आइसकेपछि उहाँलाई कति चिजका बाधा आइरहेछन्, अझै पनि आउँछ, अझै पनि बाधा आउँछ होइन, मेरो मनले पनि भन्छ। तर जब उहाँलाई बाधा पार्न थाल्छन् किनभने आउँछ त्यो थाहा छ। जब उहाँलाई चाहिँ यो जेन्जी आन्दोलनकै कुरा गरौँ न अब होइन, हाम्रो यो युवा जेन्जी आन्दोलनको बिचमा जेन्जी आन्दोलन भन्ने शान्तिपूर्वक जुलुस नारा निकालौँ भन्दै गर्दा बिचमा गुन्डा घुसी दिने, बिचमा लडाइँ गरिदिने भएका हाम्रा होइन पुर्खौँ बाजेका उसलाई पनि आगो लगाइदिएर आज ध्वस्त बनाइदिँदै गर्दा आज जेलमा बसेको मान्छेलाई रिहाई गर्दाखेरि अझै त 4000 कैदीहरू फरार भएको कारणले गर्दा देश विदेशमा जाने मान्छे पनि शान्तिले जान पाएन क्या। यहाँ त आफ्नो देशमा रोजगार गर्नु त छँदै छैन कि, प्लस पोइन्ट अर्काको देशमा रोजगार गर्न कमाउन जान परिवार पाल्न जान्छु भन्दा पनि अहिले यो जेन्जी आन्दोलनमा जति कैदी रिहा भएको थियो नि, उहाँलाई रिहा गर्दाखेरि कतिको 4000 कैदी त हात परेकै छैन, अझै फरारमै छन्। त्यो कारणले गर्दा पनि एउटा खाडी मुलुकमा शुद्ध गएर नेपालीले कमाएर खान नसक्ने अवस्था गराइदिए कि हाम्रो देशका नेताले। भनेपछि अब चुन्ने कसलाई त, कसलाई सपोर्ट गर्ने त, सपोर्ट गर्नलाई कसलाई गर्ने त सपोर्ट?
सपोर्ट त हामीले नयाँलाई नै गर्नुपर्छ, पुरानोबाट त हामीले हामी सबैले आश मारिसकेका हौँ है। अब नयाँमा अब कुलायो भन्ने कुरा, तपाईँलाई अब ल एउटा विषय सोध्छु, पूर्वबाट अर्थात् धरानबाट हर्क साम्पाङ उदान भएको छ है, तपाईँलाई र अहिलेको हिसाबमा हेर्ने हो भने चितवन भरतपुर 2बाट रेणुदार माओवादीबाट है तारा चिन्हले चेन्ज भएको छ। ल यदि तपाईँलाई एउटा क्वेसन सोध्छु म, भरतपुर 2 चितवन यदि तपाईँ त्यहाँ हुनुहुन्छ, तपाईँ त्यहाँको बासिन्दा हुनुहुन्छ भने एउटा एकछिनको लागि रेणुदार तपाईँलाई कस्तो लाग्छ? उहाँले विकास त गर्नुभयो तर तपाईँको मनमा कस्तो लाग्छ थाहा भएन। अनि अहिले रेणुदार नै त्यहाँबाट उठ्दै हुनुहुन्छ भन्ने कुरो अहिले आइसकेको छ र भरतपुर 2बाट अनि राजसभाबाटै सुविधा गौतम दुईजना त्यहाँ अहिले टक्कर हुनको लागि उनीहरू फिल्डमा आउने कुरो भइसकेको छ। तपाईँ यसको लागि चाहिँ दुईजनामा कसलाई हुनुहुन्छ? रेणुदाल पुरानो पार्टीबाट सञ्चालन होइन, अब सुविधा गौतम नयाँ पार्टीबाट सञ्चालन र काम भने फेरि रेणुको अगाडि देखिरहेको छ र सुविधा होइन। फेरि उसले चाहिँ चितवनमा दिएका सुविधाहरू राम्रै थिएछ है। फेरि उसले म चितवनवासी होइन, म बुटोलको हो एउटा होइन, रूपन्देही बासिन्दा हो म, एउटा रूपन्देहीमा बस्दै गर्दै आउँदाखेरि मैले होइन टोपबहादुर रायमाझीलाई जिताएको मान्छे हो म पहिलाको होइन, काङ्ग्रेसबाटै जिताउँदै आउँदै गर्दाखेरि म चाहिँ टोपबहादुर रायमाझीलाई चाहिँ हामीले धेरै सपोर्ट र उहाँको पार्टीमा पनि धेरै हिँडियो। यो जग्गै रहेन होला कि उहाँहरूको पछाडि लाएर नहिँडेको कुनै पनि जग्गा खाली छैन होला। म चाहिँ बुटोलबाट चिनिँदै गर्दाखेरि हामीले चाहिँ टोपबहादुर रायमाझीलाई जिताएको होइन। अब चितवनबाट हेर्दै जाँदा रेणुदालतिर र उसबाट हेर्दै जाँदाखेरि अहिले चितवनमा उसले चाहिँ राम्रो काम गरेको छ। फेरि अन्त नगरे पनि उसले चितवनवासीलाई राम्रो काम गर्दाखेरि चितवनमा चाहिँ रेणुदाल नै बस्नुपर्छ कि जस्तो मलाई लाग्छ। सबैको विषय धेरै यति चलिरहेको छ, तर म चाहिँ के सोध्छु भने रेणुदाल पनि यदि राजसभामै आएर बरु एउटै पार्टीमा राम्रो व्यक्तिहरू आएर सबैले जित्यो भने राम्रो हुन्छ है भन्ने मेरो चाहिँ कुरा। त्यसमा तपाईँ के भन्न सक्नुहुन्छ? यदि त्यो भयो त्यसरी हुँदैन, त्यसरी गर्दैन, उसले बाउको पिँढो थामिहाल्छ पछि कामै छैन। एउटा प्रचण्डको कारणले नै अलिकति हार्छ कि भन्ने शङ्का चाहिँ लागिरहेको छ। प्रचण्डको कारणले रेणु पनि चाहिने नेता नै हुन् भरतपुरको लागि। अब भरतपुरलाई राम्रो गरिन् भने त उनले देशको लागि पनि राम्रो गर्छन् कि भन्ने एउटा धारणा हो होइन। होइन आजसम्म रेणुदालले नगरेका अब चितवनमा हरेक कुराहरू भनौँ न, ओडादेखि लिएर गएर सडकदेखि लिएर गएर अब हरेक कुराहरूमा उनका राम्रै छाप बसिरहेका छन् अहिलेसम्म चितवनमा। त्यो त चितवनवासीलाई नै थाहा होला होइन। म अलि त्यो ठाउँको बासिन्दा नभएको कारणले मैले त्यति धेरै जानकारी ल्याउन सकेको छैन, त्यसको लागि हृदयदेखि नै सरी माग्छु। तर बाहिरी रूपले देख्दाखेरि रेणु ठिक छिन् कि जस्तो मलाई लाग्छ।